भ्याटहरु पर्चेज भ्याट चाहिँ हाम्रो यो कलममा आउने भयो। भनेपछि बिक्रीमा संलग्न गरेको कर डेबिट भनेपछि हाम्रो सेल्स भ्याट यहाँ आयो। सेल्स भ्याट यहाँ आयो है। पर्चेज भ्याट यता आयो भने सेल्स भ्याट यता आयो। अब यहाँ चाहिँ अर्को जस्तै कर लाग्ने बिक्री भनेको यहाँ चाहिँ हामीले टोटल इन्क्लुडिङ भ्याट हैन, ट्याक्सेबल अमाउन्ट मात्रै राख्छौं है। ट्याक्सेबल अमाउन्ट र यसको 13% भ्याट के गर्छौं, यसको 13% भ्याट यहाँ राख्छौं। यहाँ यो चाहिँ हाम्रो ट्याक्सेबल विदाउट भ्याट ट्याक्सेबल अमाउन्ट राख्नु पर्यो। निकासीमा भ्याट लाग्दैन, निकासीमा चाहिँ के गर्नु पर्यो, एक्सपोर्ट गर्नु भएको छ भने डिटेल यहाँ राख्नु पर्यो। छुट बिक्री भनेपछि एक्जिम्ट र नन ट्याक्सेबल एक्जिम्ट र नन ट्याक्सेबल छ भने यहाँ राख्नु पर्यो। यसको भ्याट अमाउन्ट हुँदैन है। यो ध्यान दिनुस्। यतातिर चाहिँ हाम्रो के छ, बिक्री है यो। र अर्को दोस्रोमा चाहिँ के छ हाम्रो खरिद र पैठारी। खरिद भनेको पर्चेज, पैठारी भनेको चाहिँ के बुझ्नु पर्यो, इम्पोर्ट। पैठारी इम्पोर्ट। कर लाग्ने खरिद भनेको यहाँ कर लाग्ने खरिद छ नि, यहाँ कर लाग्ने खरिद भनेको ट्याक्सेबल पर्चेज। नेपालमा किनेको ट्याक्सेबल जति पनि सामान किन्नु भएको छ नि त्यो सबै किनेको कहाँ आयो, ट्याक्सेबल पर्चेजमा। र यसको 13% भ्याट। यो कर लाग्ने पैठारी भनेको इम्पोर्ट पर्चेज, इम्पोर्ट गर्नु भएको, इम्पोर्ट पर्चेज भ्याट लाग्ने। यसको 13% यहाँ हेर्नुस् है। इम्पोर्ट गरेको हरेकको विवरण हरेकको आफ्नो ठाउँमा राख्नु पर्यो। छुट पर्चेज भनेको एक्जिम्ट और नन ट्याक्सेबल। एक्जिम्ट और नन ट्याक्सेबल चाहिँ हाम्रो कहाँ आउने भयो, यहाँ आउने भयो। भनेपछि भ्याट छुट खर्चहरु एक्सपेन्सेसहरुको कुरो गरेको छैनौं है। हामीले भ्याट बिलमा चाहिँ प्यान बिलको खर्च यताउतिको कुरो गरेको हैन। हामीले यहाँ सिम्पली तपाईले भ्याटमा दर्ता भएको कम्पनीको सेल्स बिल र भ्याट पर्चेज बिल है। केही कुराहरु अब प्यान बिल आयो भने कहाँ राख्ने, के गर्ने, संक्षिप्त कर बीजक आयो भने चाहिँ के गर्ने है, त्यो कुराहरु चाहिँ आउन बाँकी छ। त्यो कुराहरु चाहिँ हामी गरौँला। छुट पैठारी भनेको एक्जिम्ट नन ट्याक्सेबल नै हो, एक्जिम्ट र नन ट्याक्सेबल नै हो। तर यो कुन अमाउन्ट हो, इम्पोर्ट गरेको। एक्जिम्ट र नन ट्याक्सेबल हो, तर यो चाहिँ हामीले इम्पोर्ट गरेको छुटको विवरण चाहिँ हामीले यहाँ राख्नु पर्यो। र यति माथि विवरण राखेर भ्याट विवरण हाल्दाखेरि यो 6 नम्बर छ नि, 6 नम्बरमा चाहिँ एकदमै ध्यान दिनुपर्छ है। 6 नम्बरमा एकदमै ध्यान दिनु पर्यो। गत महिनाको मिलान गर्न बाँकी क्रेडिट भनेपछि यो अघिल्लो महिनाको बाँकी क्रेडिट। जस्तै सरकार प्लस आयो भने चाहिँ तिर्नु पर्ने, माइनस आयो भने चाहिँ लिनु पर्ने बुझ्नु पर्यो है। प्लस आयो भने चाहिँ भ्याट सरकारलाई तिर्नु पर्यो। जुन 8 नम्बरमा आछ नि हाम्रो कुल फिर्ता माग गरिएको रकम है, यो चाहिँ हाम्रो कति आयो, यो जम्मा तिर्नुपर्ने कुल तिर्नुपर्ने कति छ यहाँ हेर्नुस् है। 6 मा चाहिँ 30 आयो भने यो 7 मा तिर्नुपर्ने रकम कति छ हाम्रो, 7 मा। 7 नम्बर तपाईहरुले हेर्नु पर्यो। 7 मा प्लस छ भने सरकारलाई तिर्नु पर्छ, माइनस छ भने अर्को महिना बाँड्न क्यारी फरवर्ड गर्न मिल्छ। अब यो माइनस छ भने अर्को महिना सार्न मिल्छ भने, प्लस छ भने हामीले पहिला तिर्नु पर्यो अनि अर्को महिना चाहिँ भएन भने चाहिँ फाइन एन्ड पेनल्टी बढ्दै जान्छ। जस्तै भनौं यो माघ महिनामा चाहिँ मेरो भ्याट तिर्नु पर्ने आयो, पेबल आयो, तिर्नु पर्ने सरकारलाई। तर फागुनमा चाहिँ के आयो, फागुनमा भ्याट रिसिभल आयो। के मैले सेटअप गर्न पाउँछु, पाउनुहुन्न। पहिला पैसा तिर्नु पर्यो, माघको तिर्नु पर्यो पैसा, अनि तिर्नु भएन भने चाहिँ फाइन एन्ड पेनल्टी लाग्छ। र फागुनमा चाहिँ तपाईको के हुने भयो, क्यारी फरवर्ड माइनस आए पनि अब बढ्दै जानु पर्यो। अघिल्लो महिना यो कम्पनीको के छ हाम्रो हेर्नुस् त, भ्याट तिर्नु पर्ने 21,97,652 तिर्नु पर्ने छ र लिनु पर्ने कति छ, 11,85,148 रुपैयाँ लिनु पर्ने। 21,97,652 तिर्नु पर्ने, 11,85,148
₹148 चाहिँ हाम्रो के भयो लिनुपर्ने। भनेपछि नेट सरकारलाई तिर्नुपर्ने यो केसमा कति आछ सुरुमा 5 नम्बरमा ₹10,12,504 चाहिँ तिर्नुपर्ने र गत महिनाको मिलान गर्न बाँकी क्रेडिट सुन्नुहोस् है, अघिल्लो महिना हामीलाई लिनुपर्ने छ भने मात्रै डिटेल आउँछ, लिनुपर्ने छैन भने डिटेल आउने भएन। ₹30,43,846 अघिल्लो महिना लिनुपर्ने थियो, 10 लाख तिर्नुपर्ने भनेपछि ₹20,31,342 चाहिँ के हुने भयो यो हामीले सरकारसँग लिनुपर्ने। अब अर्को महिना चाहिँ हामीले भ्याट रिटर्न यही कम्पनीको अर्को महिना भ्याट रिटर्न फाइल गर्नु पर्यो भने 30 लाखको सट्टा यहाँ कति आउने भयो ₹20,31,342। यो चाहिँ अब अर्को महिनाको भ्याट विवरण हाल्दाखेरि यो पैसा चाहिँ राख्नु पर्यो। प्लस आएको भए यहाँ राख्न पर्थेन। प्लस पेएबल भ्याट पेएबल आएको भए यहाँ पैसा चाहिँ राख्नु पर्थेन है। यो विवरणमा चाहिँ ध्यान दिनु पर्यो। यो अन्य थपगढमा चाहिँ म आउँछु है, अन्य थपगढमा चाहिँ आउँछु भ्याट रिटर्न फाइल गर्ने बेलामा के राख्ने हो अन्य थपगढमा चाहिँ अहिले म एकछिन पछि आउँछु के राख्ने कसरी राख्ने भनेर। र अर्को महिना छुटेका बिलहरू सेल्स बिल पर्चेस बिलहरूलाई चाहिँ के गर्ने र अन्य थपगढमा चाहिँ कस्तोलाई देखाउने त्यो म अहिले एकछिनमा आउँछु है। यो सिटमा फेरि तपाईँहरूलाई केही कन्फ्युजन छ बुझ्नुपर्ने छ भने एकचोटि भन्नुहोस् त। प्यान बिल आएको यसो नगर्नु है, यो प्यान बिल आएको हाम्रो बेच्नको लागि सामान किन्नु भएको छ भने तपाईँको यहाँ जस्तै अब हामी भ्याटमा दर्ता भएको कम्पनी प्यान बिल आयो। अब प्यान बिल आयो भने कहाँ देखाउनु अहिले नन ट्याक्सेबलमा चाहिँ एक्जिम्टमा चाहिँ देखाउनुहोस्। ट्याक्सेबलमा देखाउन त मिलेन। हामीले सामान बेचेको चाहिँ के गर्नु पर्यो ट्याक्सेबल सेल्स र भ्याटमा देखाउनु पर्यो। र कुनै बिल हामीसँग खर्च आउँदैन है, सम्पत्ति र खर्चको भ्याट बिल फेरि सुन्नुहोस् है, सम्पत्ति र खर्चको भ्याट बिल आयो भने मात्रै यहाँ राख्छौँ, नभए खर्चका प्यान बिल आयो भने कुरै नगर्नुहोस्। खर्चको सम्पत्तिको बिल आयो भने कुरै नगर्नुहोस्। खर्चको भ्याट बिल र सम्पत्तिको भ्याट बिल आयो भने मात्रै यहाँ राख्ने, नभए राख्दै नराख्ने। तपाईँले देखाउनु भएन भने चाहिँ प्यान बिलका बिलहरू देखाउनु भएन भने पछि के हुन्छ हाम्रो रिकन्सिलेसनको पार्टमा जान्छ। जुन पर्चेज रिकन्सिलेसन हाम्रो आइआरडीमा र तपाईँहरूको पर्चेज बुक जुन अडिट रिपोर्ट बनाउनुहुन्छ नि वर्षको अन्तिममा त्यहाँ चाहिँ पर्चेज त फरक आउने भयो नि है। पर्चेज रिकन्सिलेसनमा आउँछ त्यहाँ चाहिँ कि त हामीले भन्नु पर्यो, त्यही भएर यहाँ चाहिँ देखाउँदाखेरि तपाईँको पर्चेज रिकन्सिलेसनमा चाहिँ आउने भएन। ल फेरि एकचोटि रिपिट गर्दिनँ भन्नुभएको छ है, फेरि एकचोटि रिपिट। यो भर्न आयो भने सबै कुरो आयो। बिक्रीमा चाहिँ के छ हाम्रो बिक्रीमा कारोबार मूल्य, बिक्री भनेको सेल्स, कर लाग्ने बिक्री भनेको ट्याक्सेबल अमाउन्ट है। योमा चाहिँ भ्याट लाग्ने जुन सामान हेर्नुहोस् है, आँखा चिम्लिनुहोस्, कुनै हाम्रो दिमाग चलाउनु पर्ने केही कुरै छैन। तपाईँहरूको कम्पनीको जुन बिल प्याड हुन्छ नि, कम्पनीको बिल प्याड चाहिँ के गर्नुहोस् उठाउनुहोस् सिरियल नम्बर अनि बिल प्याडदेखि 1 महिनाको जति विवरण हुन्छ नि, भ्याट लाग्ने सामान बिलमै हुन्छ, भ्याट नलाग्ने सामान बिलमै हुन्छ। तल बिलको टोटलमै हुन्छ सबै कुराहरू, त्यहाँबाट सार्ने काम रेजिस्टर बनाउने काम गर्छौँ है। फेरि यो विवरण नै हाल्छ मैले। कर लाग्ने बिक्री भनेको ट्याक्सेबल अमाउन्ट है, यो आयो र यसको 13% भ्याट आयो। निकासी भनेको एक्सपोर्ट 0, छुट बिक्री भनेको यो छुट बिक्री जति पनि छ त्यो चाहिँ हामीले यहाँ राखिदिने भयौँ। खरिद तथा पैठारी पर्चेज र इम्पोर्ट भयो भने चाहिँ यहाँ विवरण राखिदिनु पर्यो। कर लाग्ने खरिद भयो भने ट्याक्सेबल पर्चेज यहाँ जाने भयो र 13% भ्याट। इम्पोर्ट गर्नु भएको छ भने इम्पोर्टको विवरण चाहिँ हामीले के गरिदिनु पर्यो यहाँ राख्नु पर्यो। छुट खरिद एक्जिम्ट र नन ट्याक्सेबल बिलहरू किन्नु भएको छ भने या बिलहरू सामान किन्नु भएको छ भने यो डिटेल यहाँ आउने भयो। छुट पैठारी एक्जिम्ट र छुट पैठारी आयो भने चाहिँ यहाँ विवरण राखिदिनु पर्यो। अन्य थपगढमा के आउने र गत महिनाको मिलान गर्न बाँकी क्रेडिट छ नि, अघिल्लो महिनाको विवरणमा गएर भ्याट लिनुपर्ने केस छ भने हामीले के गर्नु पर्यो यहाँ चाहिँ त्यति अमाउन्ट नै राख्नु पर्यो। माइनस छ भने मात्रै यहाँ राख्नुपर्छ, प्लस छ भने यहाँ प्लस पोजिटिभ आछ भने चाहिँ राख्नु परेन। यो भनेको तिर्नुपर्ने पैसा हो। ठिक छ। फेरि यही कुरो भ्याट विवरण हाल्ने बेलामा हेर्छौँ है। अब भ्याट विवरण हेर्ने बेलामा चाहिँ के गर्नु पर्यो अब सुन्नुहोस् है। अब चाहिँ तपाईँहरू सबैजना
यो मजाले आनन्दले हेर्नु होला है। हेर्नुहोस् त यो अ, हामीले आइआरडी विवरण भर्दाखेरि चाहिँ भ्याटको विवरण भर्दा हामीले दुइटैमा चाहिँ लगइन गरेर राख्नु पर्यो है। जेनरलमा नि गर्नु पर्यो अनि भ्याटमा नि गर्नु पर्यो। सुन्नुहोस् है, यो दुइटै विवरणमा चाहिँ लगइन गरेर राख्नु होला। यो दुइटै जस्तै यहाँबाट चाहिँ हाम्रो के हुने भयो, सुन्नुहोस् है, यो विवरण हाल्दाखेरि चाहिँ यो विवरण तपाईँहरूले हाल्दाखेरि यो दुइटैमा लगइन गरेर चाहिँ बस्नुहोस् या पिडिएफ डाउनलोड गरेर राख्नुपर्ने हुन्छ। जस्तै यो विवरण जेनरलमा लगइन गरेर कि त पिडिएफ फाइल अघिल्लो महिनाको तपाईँले फाइल डाउनलोड गरेर राखेको हुनुपर्छ। त्यस अघिल्लो महिनाको भ्याट विवरण तपाईँले डाउनलोड गरेर राख्नु भएको छ भने यहाँ लगइन गरेर राख्नु पर्दैन। अघिल्लो महिनाको भ्याट विवरण तपाईँले डाउनलोड प्रिन्ट गरेर राख्नु भएको छ भने यहाँ सिम्पली लगइन गर्नुको कारण चाहिँ के हो, हामीले अघिल्लो महिना भ्याट तिर्नुपर्ने छ कि लिनुपर्ने छ त्यो कुरो चाहिँ हामीलाई थाहा हुनु पर्यो। अनि भ्याट भर्नलाई चाहिँ के गर्नु पर्यो, भ्याट रिटर्नमा चाहिँ क्लिक गर्नु पर्यो। यहाँबाट चाहिँ लगइन हुन्छ भने भ्याट विवरण चाहिँ हामीले कहाँबाट हाल्छौँ, भ्याट रिटर्न इन्ट्रीबाट हाल्छौँ है। ल भ्याट रिटर्न इन्ट्रीमा चाहिँ क्लिक गरौँ त। ओके, ल भ्याट रिटर्न इन्ट्रीमा क्लिक गर्नु। यहाँ प्रोफाइल हाम्रो। अब यहाँ चाहिँ के गर्नु पर्यो, तपाईँले जहिले पनि यहाँ प्यान नम्बर राख्नुहोस्। प्यान नम्बर, यो कम्पनीको प्यान नम्बर, प्यान नम्बर, प्यान नम्बर, प्यान नम्बर र यहाँ चाहिँ के गर्नु पर्यो, फोन नम्बर राख्नुहोस्। प्यान नम्बर र फोन नम्बर राख्नुहोस्। हेर्नुहोस् है, यहाँ चाहिँ मैले के गरेँ, कम्पनीको चाहिँ प्यान नम्बर राखेँ। कम्पनीको प्यान नम्बर राखेर के गरेँ, रेजिस्टर गरेँ है। रेजिस्टर गरेर के गरिदिनुहोस्, प्रोसिड गरिदिनुहोस्। प्रोसिड गरिदिनु भयो। अब यहाँ चाहिँ कुन महिनाको फाइल गर्न लाग्छौँ, 2082। यहाँ चाहिँ कुन महिना, मासिक। र यहाँ चाहिँ हामीले कुन गर्न लाग्छौँ, मङ्सिर महिना है। आयो मङ्सिर महिना आयो है। यति माथि चाहिँ यति डिटेल गरिदिनु पर्यो। अब यहाँ चाहिँ जुन छ नि, अब तपाईँहरूलाई पठाएको खरिद बिक्री खाता जुन बनाउनु भएको थियो नि, हामीले त्यहाँ चाहिँ आउनु पर्यो। अब यो एक्सेल सिटमा आउनु पर्यो, सेल्स रेजिस्टरमा। यो फेरि आज तपाईँहरूको यो एक्सेल सिट आयो होला है, सबैजनालाई यो एक्सेल सिट आयो होला। हेर्नुहोस् है, मङ्सिर महिनाको डेट चाहिँ यहाँ सबै मितिमा डेट नम्बर आयो, बिजकमा बिल नम्बर आयो। यो सिरियल नम्बर चाहिँ लेख्नु होला है। यो सिरियल नम्बर चाहिँ नबिगार्नु। क्यान्सल भयो भने चाहिँ क्यान्सल लेख्नु पर्यो। क्यान्सल भएको केसमा चाहिँ तपाईँहरूले के गर्नु पर्यो, क्यान्सल भएको केसमा चाहिँ क्यान्सल गरेर लेख्नु पर्यो सिरियल नम्बर। जस्तै अब पुसमा 12देखि 13देखि स्टार्ट हुने भयो, 1देखि 12सम्म यो आउने भयो। हेर्नुहोस् है, यहाँ 12सम्म डेट यहाँ आयो, बिल नम्बर यहाँ आयो, खरिदकर्ताको नाम चाहिँ हाम्रो कहाँ आयो, यहाँ डिटेलमा आयो। र स्थायी लेखा नम्बर चाहिँ हाम्रो के हुने भयो, यहाँ प्यान नम्बर आयो। र जम्मा निकासी हाम्रो कति आयो, यो बिलबाट हेर्दै तपाईँहरूले यो लेख्नु भयो होला टोटल है। यो बिलबाट टोटल हेर्दै यहाँ चाहिँ स्थानीय कर छुटमा कुनै छुट मूल्य तपाईँले सेल्स गर्नुभएको छ, यो सेल्स बिल प्याड उठाउनु र सार्ने काम हो। सेल्स बिल प्याड उठाउनुहोस् र सार्ने काम हो। सेल्स छुटको एक्जिम्ट सेल्सको चाहिँ यहाँ डिटेल राख्नु पर्यो। र कर योग्य बिक्री छ नि, त्यसको विवरण चाहिँ कहाँ राख्नु पर्यो, ट्याक्सेबल र भ्याट। ट्याक्सेबल अमाउन्ट यहाँ राख्नु पर्यो र भ्याट सबै यहाँ राख्नु पर्यो। इनकेस कुनै एक्सपोर्ट गर्नु भएको छ भने, कसैले बाहिर नेपाल बाहिर बेच्नु भएको छ भने यहाँ के गर्नु पर्यो, त्यसको मूल्य चाहिँ यहाँ राखिदिनु पर्यो। र 12वटा भयो भने हेर्नुहोस् त, टोटल भ्याट लाएर कति आछ, 9,62,389 आछ। एक्जिम्ट कति आयो, 65,000। र विदाउट भ्याट ट्याक्सेबल कति आयो, 7,94,150 रुपियाँ। भ्याट कति आयो, 1,03,239 रुपियाँ है। यो आयो। अब हेर्नुहोस् त, यो बिलमा चाहिँ के भएर रहेछ, हाम्रो दुईवटा क्रेडिट नोट नि आयो। तपाईँ जहाँ टोटल सेल्स र के गर्नुहोस्, क्रेडिट नोट छ नि, यो सेल्सबाटै घटाइदिनुहोस्। क्रेडिट नोट नम्बर 1, क्रेडिट 2, यसको डेट सहित छ। हेर्नुभयो भने कम्पनी आदित्यको, जस्तै अब श्रावणमा सेल्स गरेको अब पुसमा रिटर्न भयो भने चाहिँ जुन महिनामा क्रेडिट नोट तपाईँको भयो नि, त्यो महिनामा क्रेडिट नोटको देखाउनुहोस्। जस्तै श्रावणमा तपाईँले सामान बेच्नु भएको, सामान फिर्ता कहिले आयो, यो मङ्सिरमा आयो। मङ्सिरमा आयो भने मङ्सिरको भ्याट रिटर्न फाइल गर्ने बेलामा चाहिँ घटाइदिनुहोस्।
है। क्रेडिट नोट यहाँ दुईवटा आयो, क्रेडिट नोट घटाइदिनुहोस्। सेम सेल्स बिलको जहाँ जहाँ राख्नु भएको छ त्यसरी नै राखिदिनु पर्यो। र नेट कति आयो टोटल यसको 1,27,012। ट्याक्सेबल कति आयो 1,12,400 आयो। र भ्याट कति आयो 14,612। भनेपछि सेल्स माइनस क्रेडिट नोट घटाएर कति आयो 7,94,150 माइनस 1,12,400 कति आयो 6,81,750 रुपियाँ है। र अर्को भ्याट कति छ 1,03,239 माइनस 14,612 घटाएर कति आयो 88,627। अब एकजना सरले जेरो कारोबार छ भनेर कसरी केही लेख्नै परेन, जेरो जेरो फाइल गरिदिने। अहिले आउँछौँ है, आइडीमा आउँछ। यो खरिद बिक्री खाता बुझौँ सर, अनि त्यसपछि आइडीमै आउँछौँ। यो सेल्स भयो। अब यो सेल्सको डिटेल हेर्नुहोस् है। अब यो नेट सेल्स छ नि, हेर्नुहोस् है, यो ट्याक्सेबल सेल्स छ नि, यहाँ 6,81,000 छ भने यसलाई के गर्नुहोस् अमाउन्ट लेख्नु भए पनि हुन्छ है। अमाउन्ट लेखिदिनुहोस् यहाँ 6,81,750 रुपियाँ। यहाँ चाहिँ भ्याट के गरिदिनु पर्यो, मैले कपी पेस्ट गरेँ। कपी पेस्ट गर्न 5 वा 5भन्दा माथि छ भने के गर्नुहोस् 1 बढाइदिनुहोस्, राउन्ड अफ गरिदिनुहोस्। निकासी केही छ छैन, जेरो गरिदिउँ। छुट बिक्री कति छ 65,000। फेरि बुझाउँछु है, पक्नु है, फास्ट भयो जस्तो भयो होला फेरि है। ल यहाँ कारोबार छ भने 6,81,750 रुपियाँ छ भने सेल्स माइनस क्रेडिट नोट घटाएर, सेल्स माइनस क्रेडिट नोट घटाएर है 6,81,000। अनि यो फेरि विदाउट भ्याट ट्याक्सेबल अमाउन्ट मात्रै लिनु पर्यो, भ्याट अमाउन्ट होइन है, ट्याक्सेबल अमाउन्ट 6,81,750 ट्याक्सेबल। त्यसको भ्याट कति छ 88,627.50 पैसा छ भने 88,628 गरिदिनुहोस्, 88,628। र निकासीमा के गरिदिनु पर्यो जेरो गरिदिनु पर्यो है। छुट बिक्रीमा के गरिदिनु पर्यो 65,000। यहाँ जे छ तपाईँको विवरणमा त्यो राखिदिनु पर्यो। छैन भने जेरो जेरो राखिदिनुहोस्, या तपाईँको सिटमा जति छ त्यति गर्नु पर्यो। जेरो जेरो छ भने जेरो जेरो लेखिदिनुहोस्। यो सेल्सको भयो। ओके, अब त्यही अनुसार पर्चेजमा जाऊँ। पर्चेज रेजिस्टरमा आउनुहोस्। पर्चेज रेजिस्टरमा के छ हाम्रो, अब यहाँ ध्यान दिनु होला है। कर योग्य बिक्रीमा फेरि त्यही अघिकै हाम्रो आयो मन्सिर डेट 1। अब विगत 12 महिनाको कुनै पर्चेज बिल छुटेको छ भने जुन महिनामा छुटेको छ त्यही महिनामा यहाँ भ्याट विवरण हाल्नेमा देखाइदिनुहोस्। अन्य थपगढमा चाहिँ नराख्नु। अन्य थपगढमा चाहिँ हाम्रो जुन अडिट रिपोर्टका रिकोको पार्टको कुरो आउँछ नि, रिकन्सिलेसनको पार्टका कुरो त्यो, र 40% मात्रै गाडीमा पाउने जुन हाम्रो भ्याट छ नि हो त्यो सकभर मात्रै देखाइदिनु, अरू अन्य थपगढमा चाहिँ नराख्नु होला। मन्सिर 1 गते चाहिँ यहाँ राखिदिनुहोस्। बिजक नम्बर यहाँ, प्रज्ञापन पत्र नम्बर छ भने यहाँ राखिदिनु पर्यो। र इम्पोर्ट फाइल है, यो छ भने तपाईँले के गरिदिनु पर्यो है, यो डिटेल चाहिँ के गर्नु पर्यो, यहाँ चाहिँ तपाईँको कम्पनीको नाम, प्यान नम्बर, यहाँ अब खरिद मूल्य सबै जोडेर आउने भयो। हेर्नुहोस् त बिलमै छ है तपाईँहरूसँग। नेपालमा किनेको जति पनि नेपालमा किनेको, सुन्नुहोस् है, यहाँ यो कर योग्य छ नि, नेपालमा किनेको सामान बेच्नको लागि सामान प्लस खर्चको भ्याट बिल मात्रै, खर्चको भ्याट बिल मात्रै। फेरि 1 सेकेन्ड है, खर्च प्यान बिल छ भने आएन, खर्चको भ्याट बिल जुन हुन्छ नि त्यो चाहिँ यहाँ आउनु पर्यो। र सम्पत्ति किन्नु भएको छ भने त्यो पुँजीगतमा देखाउनु पर्यो। जस्तै हाम्रो एउटा गाडी छ र एउटा बाइक छ भने अलग देखायौँ हामीले, पुँजीगतमा देखाउनु पर्यो है। कर योग्य खरिद पर्चेज र तपाईँको भ्याटको बिलहरू, एक्सपेन्सेस बिलहरू यहाँ आउने भयो। सम्पत्ति किन्नु भएको छ भने यो कलममा आउने भयो। र केही इम्पोर्ट गर्नु भएको छ भने यहाँ आयो। जुन तपाईँको एउटा भ्याटको फाइल छ नि 5,30,577, त्यसको डिभाइड बाई 13% गरिदिनु भयो भने, डिभाइड बाई 13% गरिदिनु भयो भने ट्याक्सेबल अमाउन्ट आयो। इम्पोर्टको फाइलमा जति भ्याट अमाउन्ट हुन्छ नि डिभाइड बाई 13% गरिदिनु भयो भने चाहिँ के आयो भ्याट अमाउन्ट है। ओके, र केही छुट वस्तु किन्नु भएको छ भने त्यो यहाँ आयो। र आइडीमा बुझाउने बेलामा कर योग्य खरिद प्लस यो पुँजीगत दुईटा जोडेर
हेर्नुहोस् है, तपाईँको अलरेडी फर्मुला होला, हेर्नु होला है। फर्मुला चेक गर्नु होला। यो जोडेर चाहिँ के गर्ने भयौँ हामीले, आइडीमा देखाउने भयौँ। हेर्नुहोस् है कसरी हुन्छ भनेर। यहाँ के गर्नु पर्यो, आइडीमा यो दुईटा जोडेर देखाउनु पर्यो। ओके, यहाँ प्लस के गर्नु पर्यो, यो जति भ्याट छ दुईटा जोडेर त्यो चाहिँ हामीले यहाँ देखाउने भयौँ। र इम्पोर्ट गरेको ट्याक्सेबल कहाँ देखाउने भए, इम्पोर्ट गरेको कति छ, इम्पोर्ट 40,81,000, 40,81,061 छ भने यसलाई 62 बनाइदिउँ राउन्ड फिगर गरेर। र तपाईँको यहाँ कति छ, 5,30,577लाई के गरिदिनु पर्यो, यहाँ अमाउन्ट राखिदिनु पर्यो। छुट खरिद कति छ, छुट खरिद 50,000 छ, 50,000 राखिदिनु। अब यहाँ केही छैन भने 0 राखिदिउँ। फेरि यो चाहिँ ध्यान दिनु होला है, यो चाहिँ अमाउन्ट ध्यान दिउँ है, यो अलि ध्यान दिनुहोस् त, यो अमाउन्ट कसरी कसरी आयो भनेर। एक्सेल सिटमा विवरण छ भने अमाउन्ट राख्नुहोस्, जे छ ल तपाईँले सेल्स गर्नु भएको छैन, पर्चेज मात्रै छ भने सेल्सको खाली राखिदिनुहोस्, पर्चेजको विवरण मात्रै भर्नुहोस्। खाली छ भने यो सबै 0 आउने भयो। न सेल्स छ न पर्चेज छ, केही छ भने सबैमा 0 आउने भयो। ल ओके, यो आयो हेर्नुहोस् त, यहाँ नेट कति आयो, यहाँ तिर्नु यो कति आयो हाम्रो जम्मा डेबिट र क्रेडिट 18,99,652 पैसा। माइनसमा आयो भने चाहिँ लिनुपर्ने, प्लसमा आयो भने चाहिँ तिर्नुपर्ने छ भन्ने बुझिन्छ है। अब के को बिलहरू खर्च पाइँदैन है, पेट्रोलको बिल, अनि होटेलको बिल, इन्टरटेनमेन्टको बिल, लिकरको बिलहरू चाहिँ क्लेम गर्न मिल्दैन है। ल ओके, अब यहाँ चाहिँ हाम्रो के छ, गाडीको त 40% मात्रै पाउने हो। हामीले त यहाँ हामीले पर्चेज रेजिस्टरमा के गरेछौँ हेर्नुहोस् त, 1 करोडको 13 लाख सिधै देखाइदिएछौँ। हामीले यहाँ पर्चेजमा यो लाइन त भनेको हाम्रो पर्चेजको 13 लाखै देखाइदिएछौँ। तर के भनेको छ सरकारले, आइडीले हामीलाई 40% मात्रै भ्याट क्रेडिट लिन पाइन्छ है। भनेपछि यहाँ हामीले 100% देखायौँ, यो पर्चेजको भ्याट हो भनेपछि हामीले 100% यता देखायौँ। र 13 लाखको 60% नपाउने कति हुन्छ, 13 लाखको 60% नपाउने, हेर्नुहोस् त यहाँ 13 लाखको इक्वल्स 13 लाख मल्टिप्लाई 60%, कति आयो, 7,80,000। 7,80,000 चाहिँ के गर्नु पर्यो हामीले, यहाँ अन्य थप गर्छ नि क्रेडिट सेल्सपट्टि, हामीले यहाँ डेबिट पर्चेसपट्टि पुरै 13 लाख देखायौँ। अब नपाउने कति हो, यहाँ देखाइदिनु भयो भने हिसाब किताब मिल्यो। डेबिट एडभान्समा चाहिँ के लेख्नु परेन, अर्कोमा चाहिँ के गरिदिनुहोस्, यहाँ 7,80,000 लेखिदिनु पर्यो र ओके गरिदिनुहोस्। अन्यमा राखेर ओके गरिदिनुहोस्। अब हेर्नुहोस् त, अघि 18 लाख थियो, अहिले कति आयो, 11,09,652। मैले तपाईँहरूलाई आइडीमा किन लगइन गरेर हेर्न भने, यहाँ अघिल्लो महिनाको चाहिँ हामीलाई चाहिन्छ। पहिला यो विवरण राखेको हेर्नुहोस् है, फेरि तपाईँले नि पठाइदिएको छु, हेर्नु होला है। यो सिट हेर्नुहोस् त, तपाईँले एक्सल मैले सिट पठाएको र यो विवरण नि तपाईँले मैले ब्याकअपको लागि फोटो पठाइदिएको छु, एकचोटि हेर्नुहोस् त। त्यसपछि यो भेरिफाई गर्नतिर लाग्छौँ हामी। होइन, यो कम्पनी चाहिँ अब भ्याटमा चाहिँ हाम्रो यो कम्पनी ल मन्सिरमै गयो भने त मन्सिरमै 1 गतेदेखि सुरु हुन सक्यो नि सर। म भ्याटमा दर्ता नै मन्सिरमा गयो अरे। मेरो कम्पनी भ्याटमा दर्ता मन्सिरमा भयो भने म जुन महिनामा तपाईँ दर्ता हुनु भएको छ नि, त्यही महिनादेखि के गर्नु पर्यो, एक सेल्स बिल एक नम्बरदेखि चलाउनु पर्यो। हेर्नुहोस् है, फेरि एकलट फेरि सबैजना हेर्नुहोस् त, यहाँ सबैजना हेर्नुहोस् त, यता कर लाग्ने बिक्री, यहाँ जुन हाम्रो एक्सल छ नि,
सेल्स रेजिस्टरमा यसरी नै तपाईँहरूको कम्पनीमा जति छ त्यसरी नै बनाउनु होला। ट्याक्सेबल सेल्स जति छ त्यसको त्योमा चाहिँ जति टोटल आयो त्यो महिनाको माइनस क्रेडिट नोट छ भने घटाउनुहोस् र नेट अमाउन्ट आउँछ है 6,81,750। त्यो चाहिँ के गर्नु पर्यो हामीले 6,81,750 ट्याक्सेबलमा देखायौँ। यसको 13% भ्याट के छ 88,627.5 छ भने 88,628 बनाइदिन्छौँ। 88,628। एक्सपोर्ट यो केसमा छैन, छोडौँ, 0। छुट बिक्री कति छ भनेपछि हाम्रो छुट बिक्री 65,000 यहाँ आउने भयो है। यो सेल्सको डिटेल छैन भने 0 राखिदिनुहोस्। ल त्यसपछि अर्को के गरौँ हामी पर्चेजमा जाऊँ। पर्चेजमा क्लिक गर्नु। पर्चेजमा तपाईँहरूले क्लिक गर्दाखेरि चाहिँ अब कति आयो करयोग्य पुँजीगत पर्चेज भयो टोटल। डेबिट नोट भयो भने चाहिँ हामीले यहीँबाट घटाइदिन्छौँ पर्चेज रिटर्न है। डेबिट नोट भयो भने यहीँबाट घटाइदिन्थ्यौँ हामी। करयोग्य खरिद र पुँजीगत करयोग्य खरिद यो दुईटा जोडेर आइडीमा देखाउनु पर्ने हुन्छ। 7,37,950 प्लस 1,03,98,230 यो दुईटा जोडेर कति आयो 1,11,36,180 रुपियाँ। 1,11,36,180 रुपियाँ यहाँ देखायौँ र यसको भ्याट के भयो 14,47,703 रुपियाँ। 14,47,703 रुपियाँ यता आयो। कर लाग्ने पैठारी भनेको इम्पोर्ट 40 लाख यसको डिभाइड बाई 13% गरिदिनुहोस् है भ्याट अमाउन्टको। 40,81,362। 40,81,362 चाहिँ हाम्रो कहाँ आयो यता आयो है। 40,81,362 र भ्याट कति छ 5,30,577 त्यहाँ आउने भयो। छुट खरिद कति छ हाम्रो छुट खरिद 50,000। छुट खरिद 50,000 चाहिँ हाम्रो यहाँ आउने भयो। छुट पैठारी 0। अन्य थपघट अब जुन हाम्रो गाडीको 1 करोडको गाडीको छ नि यहाँ 13 लाख देखाएको छौँ हामीले पुरै भनेपछि 100% देखाएको छौँ भनेपछि 60% यहाँ नपाउनेमा सेल्सपट्टि देखाइदिउँ भने 40% अटोमेटिक हुन्छ। अन्य थपघटको सेल्सपट्टि यहाँ पर्चेसपट्टिको भ्याट हेर्नुहोस् है। खरिदमा तिरेको भ्याट खरिदमा अन्य थपघट गर्नु पर्यो भने यहाँ आउनु पर्यो। सेल्सको अन्य थपघट गर्नु पर्यो भने यता आउनु पर्यो। जस्तै तपाईँको भ्याट रिको माइनसमा आएको छ भ्याट रिसिभेबल आएको छ भने पर्चेसपट्टि देखाउनु। भ्याट पेबल रिकोमा आछ भने सेल्सपट्टि देखाउनुहोस् भयो सक्यो। र यति गरेर अघिल्लो महिना जुन छ नि अघिल्लो महिनाको भ्याट विवरणमा गएर यहाँ चाहिँ माइनसमा छ भने क्यारी फरवर्ड गर्नुपर्ने हुन्छ। कसरी गर्ने ल लगइन गर्नुहोस् त यहाँ LBUF लगइन गरेर हेर्नुहोस् त यहाँ अब हामीले लगइन गऱ्यौँ कम्पनीको लगइन गऱ्यौँ। लगइन गरेर कहाँ जान्छौँ ट्रान्जेक्सनमा। ट्रान्जेक्सनमा गएर के गर्छौँ भ्याटमा जान्छौँ है। भ्याटमा चाहिँ गएर के गर्ने भयौँ अब हाम्रो 7 महिनाको 8 महिनाको मन्सिर भनेपछि हामीले कुन महिनाको 7 महिनाको हेरौँ है। 7 महिनाको कात्तिकको हेर्नु पर्यो नि। 7 महिनाको कात्तिक महिनामा यो कम्पनीको के छ 0 छ। 0 छ भने 0ले केही गर्नु परेन प्लस भएको भए तिर्नु पर्ने भएको भए नि हामीले केही गर्थेनौँ है। अब यहाँ चाहिँ के हुने भयो 0 हुने अघिल्लो महिनाको विवरण हेर्नु पर्यो र 0 लेख्नु पर्यो। अब यति गरेर के गर्नुहोस् माइनसमा आयो भने चाहिँ ढुक्क बस्नुहोस् है सरकारले तिर्नु पर्ने छैन। 7 नम्बरमा जुन हाम्रो माइनसमा आछ नि यहाँ ढुक्क बस्नुहोस्। प्लस आयो भने चाहिँ सरकारलाई भ्याट तिर्नु पर्ने हुन्छ। जस्तै तिरेर भ्याट विवरण हाल्नुहोस् र पछि तिर्छु भने नि पाइयो। यो भ्याट विवरण हालेर त्यही 25 गते भित्र नै हाम्रो के हुने भयो भ्याट पैसा तिर्नु पर्यो नभए 15% ब्याज लाग्छ है। विवरण हाल्नु भयो र के गर्नु पर्यो सबभन्दा लास्टमा आउनुहोस् यहाँ यो विवरणमा टिक लाएर सब्मिट गरेर भेरिफाई गरिदिनु भयो भने चाहिँ यसको भ्याट रिटर्न फाइल गरियो भन्ने बुझियो। काम यति हो। र 5 करोडभन्दा बढी कम्पनीहरूले एडिसनल 2टा काम गर्नुपर्छ। के काम गर्नुपर्छ म भन्छु है। यो चाहिँ हाम्रो 5 करोडभन्दा कम टर्नओभर गर्ने कम्पनीहरूको लागि भयो। 5 करोडभन्दा कम टर्नओभर गर्ने कम्पनीहरूको लागि भयो यो। यहाँ सब्मिट गरेर भेरिफाई गर्ने।
ल यो विवरण राख्नुभयो ओके ल है। यहाँ चाहिँ तपाईँहरू यहाँ चाहिँ एकदमै ध्यान दिनु होला है। यहाँ चाहिँ यतिमा चाहिँ एकदमै ध्यान दिनु होला है। ल ओके, यतिमा चाहिँ एकदमै ध्यान दिनु होला। अब एउटा कम्पनीको फेरि अहिले हामी भ्याट भेरिफाई गर्न लाछौँ। एउटा कम्पनीको भेरिफाई गरेर हेरौँ त के हुँदो रहेछ। $2082 मासिक र महिनामा चाहिँ हाम्रो मङ्सिर महिना। ल हेर्नुहोस् त, अब यो कम्पनीको यो कम्पनीको पक्नु चाहिँ हेर्नुहोस् त, यहाँसम्म आइपुग्नु भएको थियो। अब हेर्नुहोस् त, यहाँ सब्मिट गरिदिनुहोस्। के विवरण पेस गर्नुहुन्छ गर्ने हो। भेरिफाई नगरुन्जेलसम्म यो विवरण पेस भएको मानिँदैन है। भेरिफाई गर्नु पर्यो। अनि भेरिफाई गर्दाखेरि चाहिँ के गर्नु पर्यो, कम्पनीको युजर नेम यहाँ राख्नु पर्यो र तपाईँको कम्पनीको पासवर्ड चाहिँ के हुन्छ हाम्रो पासवर्ड, कम्पनीको पासवर्ड चाहिँ राख्नु पर्यो है। नभए फेरि लिँदैन। कम्पनीको पासवर्ड तपाईँले राख्नु भएन भने चाहिँ लिँदैन है। कम्पनीको पासवर्ड जुन जेनरलबाट लगइन गर्नुहुन्छ नि, त्यो पासवर्ड चाहिँ तपाईँले के गर्नु पर्यो, यहाँ पासवर्ड राख्नु पर्यो। त्यो पासवर्ड र त्यो पासवर्ड राख्नु पर्यो। र यहाँ चाहिँ एकदमै ध्यान दिनु है। यहाँ चाहिँ भेरिफाई गर्ने बेलामा यहाँ प्लसमा छ भने प्लस अमाउन्ट राख्नु पर्यो, माइनसमा छ भने माइनस अमाउन्ट राख्नु पर्यो, नभए भेरिफाई हुँदैन। भेरिफाई गर्ने बेलामा प्रिभियस भ्याट ड्यू छ नि, यो प्रिभियस भ्याट ड्यू प्लसमा छ भने अघिल्लो महिना तिर्नुपर्ने छ भने त्यो नि राख्नु पर्यो। भेरिफाई गर्ने बेलामा छैन, माइनसमा छ भने माइनस राख्नु पर्यो, जेरो छ भने जेरो राख्नु पर्यो। हेर्नुहोस् त, अब म अघिल्लो महिनामा हामीले भर्खरै के हेऱ्यौँ, जेरो छ, जेरो राख्यौँ। र भेरिफाई गर्नुभयो भने चाहिँ इनभ्यालिड प्रिभियस भ्याट ड्यू है पक्नु चाहिँ। ओके, यो कम्पनीको चाहिँ मैले एकचोटि प्रिभियस भ्याट ड्यू चेक गरेँ है के रहेछ भनेर पक्नु चाहिँ। यो अर्कै कम्पनीको मैले भ्याट रिटर्न फाइल गर्न लाथेँ पक्नु चाहिँ। एकचोटि यो कम्पनीको लगइन गरेर हेर अघिल्लो महिना यो कम्पनीको के थियो भनेर। भनेपछि यसको 7 महिना। ओके 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 है। यसको चाहिँ हाम्रो अलिकता के अरे मैले 7 महिनाको फाइल गर्नुपर्ने 8 महिनामा आयो। हेर्नुहोस् है। ल मिल्छ मिल्छ है। ल अघिल्लो महिनाको भ्याट रिटर्न फाइल भएकै थिएन। भ्याट रिटर्न फाइल नभइकन अर्को महिनामा जान चाहिँ के हुने भयो, मिल्दैन है। अघिल्लो महिनाको अब क्रमशः भ्याट रिटर्न फाइल गरेर मात्रै जानुपर्छ, नभए मिल्दैन। ल यता हेर्नुहोस् है। अब तपाईँहरू 2टा वर्षको एकैचोटि म भेरिफाई गरिदिन लाग्छु। मङ्सिर चाहिँ पक्नु है एकछिन। लास्टमा चाहिँ यति कुरो ध्यान दिनु है। यहाँ सब्मिट गर्नुपर्छ है। सब्मिट गर्नु पर्यो। सब्मिट नगरिकन चाहिँ हाम्रो भेरिफाई हुँदैन। सब्मिट नगरिकन के हुने भयो, भेरिफाई हुँदैन हाम्रो है। सब्मिट नगरिकन हाम्रो के हुने भएन, सब्मिट गर्नुहोस् अनि त्यसपछि के गर्नु पर्यो, भेरिफाई गरिदिनु पर्यो। हेर्नुहोस् त यहाँ अब के गर्नु पर्यो, यहाँ सब्मिट गर्नु पर्यो। हेर्नुहोस् त, सब्मिट गर्नु पर्यो। सब्मिट गर्नुहोस् र भेरिफाई नगरुन्जेलसम्म सब्मिट गर्ने बित्तिकै भेरिफाईको अप्सन आयो। अब भेरिफाईमा क्लिक गर्नुहोस्, यहाँ क्लिक गर्नुहोस्। यहाँ चाहिँ कम्पनीको जुन पासवर्ड छ त्यो राख्नु पर्यो।
प्यान नम्बर छ, प्यान नम्बर राख्नु पर्यो। अघिल्लो महिनाको के छ 0। ल हेर्नुहोस् त अब भेरिफाई गऱ्यो भने ई रिटर्न हेर्नुहोस् त यहाँ ई रिटर्न सक्सेसफुली भेरिफाइड भनेर आयो। ओके भयो। ओके र अर्को महिनाको नि म भेरिफाई गर्छु। हेर्नुहोस् त अब यो नि मैले भेरिफाई गरेँ भने यो ई रिटर्न दुईटै महिनाको भयो। 2 महिनाको मैले भर्खरै भेरिफाई गरिदिएँ। हेर्नुहोस् त यसरी चाहिँ भेरिफाई गर्नु पर्यो र प्रिन्ट गर्दाखेरि चाहिँ के हुने भयो हाम्रो कम्पनीको सबै डिटेल देखिने भयो। हेर्नुहोस् त यो भर्खरै हामीले कुन महिनाको फाइल गऱ्यौँ 8 महिनाको। 2 महिनाको एकैचोटि हामीले फाइल गरिदियौँ। 8 महिनाको चाहिँ यो भ्याट रिटर्न भेरिफाई भयो। अब भेरिफाई भइसकेको कहाँ देखिने भयो यता कम्पनीमा चाहिँ हाम्रो देखिन्छ है। यहाँ पहिला सुरुमा चाहिँ तपाईँले यहाँ विवरण हाल्नु पर्यो। विवरणमा जाने बित्तिकै इनकेस नन फाइलर छ भने यहाँ कम्पनीको भित्र डिटेलमा चाहिँ देखिन्छ। यहाँ नन फाइलर भयो। ल तपाईँहरू सुरुमा भेरिफाई गर्ने बेलामा चाहिँ प्लस होस् या माइनस होस् लास्टमा चाहिँ ध्यान दिनु पर्यो। 0 छ भने 0 अघिल्लो महिनाको विवरण हेर्न एकदमै जरुरी छ। अघिल्लो महिनाको विवरण हेर्न एकदमै जरुरी छ। अघिल्लो महिनाको विवरण नहेरिकन अब भ्याट रिटर्न फाइल गर्न सकिँदैन। यो 5 करोडसम्मको कारोबारको हो। अब 5 करोडभन्दा बढीको कारोबार भएको कम्पनीले चाहिँ के गर्नुपर्छ त्यो एडिसनल 2टा काम गर्नुपर्छ। 5 करोडभन्दा बढी कम्पनीहरूले एडिसनल 2टा काम गर्नुपर्छ। के काम गर्नुपर्छ एउटा खरिद बिक्री खाता अनलाइनमै आइआइडीको साइटमै अपलोड गर्नुपर्छ। प्लस 1 लाखभन्दा बढी कारोबार पर्चेज र सेल्स गरेको हुन्छ नि हामीले यहाँ कारोबार गर्न सक्यौँ। अब चाहिँ हामीले यो सेसन पछि 5 मिनट पछि तपाईँहरूको 8 बजे ब्रेक हुन्छ 10 मिनटको लागि। यो सेसन पछि चाहिँ हामीले खरिद बिक्री खाता अपलोड र 1 लाखभन्दा बढीको अपलोड कसरी गर्ने र पासवर्ड खरिद बिक्री खाताको फर्मेटहरू कसरी डाउनलोड गर्ने त्यो कुरो चाहिँ हामीले हेर्छौँ है। यो र यो सम्बन्धी तपाईँलाई केही क्वेरी छ यता छ भने यहाँ चाहिँ मलाई सोध्न सक्नुहुन्छ है। फुल क्लेम गर्ने सबै त्यो गाडीको केसमा चाहिँ मैले मान्छे चढ्ने गाडीको केस मात्रै कुरा भने 40% मात्रै पाइन्छ भनेर। तपाईँको माल सामान ट्रक बोक्ने गाडी हो भने फेरि फुल्ली भ्याट क्लेम पाइन्छ। मान्छे चढ्ने गाडी भयो भने मात्रै 40% हो। अरू सबै चाहिँ हामीले के हुने भयो अरू सबै चाहिँ हाम्रो सबै क्लेम गर्न सकियो। कम्पनीले गाडी किन्नु पर्यो भने चाहिँ पहिला खरिद पर्चेजमा देखाउनुहोस् अनि त्यसपछि त्यसलाई चाहिँ टोटल गाडी किन्नु भएको छ नि जतिमा मान्छे चढ्ने गाडी त्यसको चाहिँ के गर्नु पर्यो 40% मात्रै भ्याट क्लेम गर्न पाइन्छ। अहिले फेरि म तपाईँलाई यो सिट देखाउँछु है। यो सिट फेरि देखाउँछु तपाईँलाई। त्यही भएर मैले फोटो पठाउनुको कारण फेरि तपाईँहरू यहाँ चाहिँ के अमाउन्ट गयो कसरी गयो त्यो फोटोसहित मैले पठाइदिएको छु है। भ्याट बिल चाहिँ आउनु पर्यो सर। भ्याट बिलमा चाहिँ आउनु पर्यो। सुन्नुहोस् है तपाईँको कुनै सेल्स बिल र पर्चेज बिल श्रावणदेखि जेठसम्म कुनै छुटेको छ असाढसम्म कुनै छुटेको छ भने असाढसम्म राखिदिनु। जस्तै मेरो कुनै श्रावणको पर्चेज छुटेको छ म मङ्सिरमा आएको छु भने के गर्नु मङ्सिरकै पर्चेजभित्र राखिदिनुहोस्। जस्तै यहाँ तपाईँको यहाँ कुनै बिल हेर्नुहोस् न यहीँ तपाईँले बिल हेर्नुभयो भने यो त हामीले मङ्सिर महिनाको गरिरहेछौँ तर कात्तिकको बिल नि छ। कात्तिकको बिल नि आएको छ भनेपछि कात्तिकको बिल आए पनि के गर्नु पर्यो हामीले छुटेको विगत 12 महिनाको जति बिल आएको छ नि सबै के गरिदिनुहोस् पर्चेजमा देखाउनुहोस् है। पर्चेजमा देखाइदिनुहोस्। र अब जस्तै असाढ मसान्त सकियो आर्थिक वर्ष सकियो तपाईँले असाढ महिनाको श्रावण 25 गते विवरण हालिदिनु भयो। अब भदौ आयो। अब भदौमा आएर चाहिँ तपाईँलाई के थाहा भयो ए मेरो सेल्स र पर्चेज छुटेको छ भने त्यो त अडिट रिपोर्ट पनि रिकोको पार्ट हो। रिकोको पार्ट हो त्यसलाई चाहिँ बल्ल अन्य थपघरमा देखाउने नभए श्रावणदेखि असाढसम्मको चाहिँ कुनै बिलहरू
भएको छ भने त्यही महिनामा पर्चेजकोमा छ भने पर्चेजमा देखाइदिनुहोस्, सेल्सको छ भने सेल्समा देखाइदिनुहोस्। डेट जुन महिनाको छ त्यही महिना राखेर यहाँ राख्नुहोस् है। डेट जुन महिनाको बिल छ नि तपाईँसँग, कार्तिकको छ भने कार्तिककै डेट राखेर अगाडि बढ्नुहोस्। डेटमा चाहिँ जुन महिनाको छ त्यही महिनाको डेट राखिदिनु होला। यसले गर्दाखेरि चाहिँ हाम्रो रिकन्सिलिएसनको पार्टमा चाहिँ आउँदैन। पेट्रोलको भ्याट चाहिँ क्लेम गर्न गाडीको लागि चाहिँ पेट्रोलको भ्याट क्लेम गर्न मिल्दैन है सर। अदर पर्पजको लागि हो भने मिल्छ। मिल्छ जेनेरेटर, अदर पर्पजको लागि चाहिँ मिल्छ। ल अब 8:10 मा चाहिँ हामी भेटौँला। 10 मिनटको चाहिँ ब्रेक गरौँ अनि त्यसपछि फेरि कन्टिन्यू यही नै हामी गरौँला।